एउटा दृश्य देख्नुभयो कि नै प्रहरीले एउटा छुट्टी प्रहरीले मोबाइलबाट क्यामेराबाट भिडियो गरिरहेको अवस्था थियो हो त्यही यदि सुन्नुस् यदि तपाईहरुको अनुहार पनि अब त्यहाँ खिचिएको भए तपाईहरु पनि जेल जाने हो जेल जान तयार छौं हामीले किन बिराल छौं र हामीले शिक्षा ऐन माग्दाखेरि जेल जान तयार छौं जेल जान तयार छौं गोली खान पनि तयार छौं ढुङ्गा त खाइहाल्यौं त हामीले लट्ठी त खाइहाल्यौं त के भन्दा बढी के गर्ने हामीले त्यही चाहेको सरकारले फकाउने गलाउने थकाउने घर पठाउने शिक्षा ऐन चाहिदैन सरकारलाई किन सम्झौता गरे पहिला यो 26औं दिनसम्म कोही देख्नु भएको छ समयमित भएर यतिको समयमित तरिकाले आन्दोलन कोही देख्नु भएको छ पत्रकार महोदय कति टाइटली लागेछ हेर्नुस् लागेछ सुरक्षा संयन्त्र क्यामेरादेखि लिएर हरेक चीज छ हेरेर को आन्दोलितमा जज सरकार नारा लगाइछन् भनेर भिडियो खिचेर मैले पनि लगाएको छु नारा शिक्षा ऐन जारी गर भन्ने भन्दा फरक नारा छ भने कारबाही गरे हुन्छ मलाई पनि मैले त्यही भन्छु पछिल्लो नेपालको घटना थाहा पाउनु भएको छ नि जो धेरै बोल्छ जो धेरै उफ्रिन्छ त्यो जान्छ जाकिन्छ जाकिन पर्छ बे जाकिम ल अब हामी अब उफ्रिनु पर्ने स्थिति आउँछ नेतृत्वले हामीलाई शासन गर्न पर्छ आन्दोलनको रूप बदल्नु पर्छ यो तोड्न हामीलाई बेर लाग्दैन यदि घाइते साथीहरु अब आउँछन् घर फर्केका साथीहरु फर्केर आउँछन् अब साथीहरु घर फर्केका छौं हामीले अब लगभग शान्तिपूर्ण अवतरण तरिकाले शिक्षा ऐन जारी हुन्छ होला नेतृत्व वार्तामा छ हामीलाई पोजिटिभ भइरहेछ वार्ता भनेर आश आइरहेछ साथीहरु सरहरूले त्यही भन्नुभएको छ नेतृत्वले त्यही भनिरहेछौँ हामी समयमितै छौँ अहिलेसम्म पनि नाराबाजी गर्नु नपाउनु त्यही पनि नारा सुन्नु होला कुनै पनि त्यो सरकार विरोधी नारा छैन हामीलाई शिक्षा ऐन जारी गर कोही लगाउला नि त्यत्रो भिडभाडमा कोही होला नि 2-4 जना तर हाम्रो मूल नेतृत्वले के भनेको छ र हामीले अगाडि गएको नाराहरूलाई के भनेको छौँ त्यो पत्रकारहरू पनि त्यही हुनुहुन्छ भिडियो होला तपाईहरु संयमित भएको त सरकारले देखेन नि त संयमित भएको त 26औं सन्दर्भमा देखेन उले चाहेकै त्यही हो मुठबतमा जाओस् भाग्नेहरू भागुन् त्यसपछि लखड्न पाइयोस् हाम्रो वार्तालाई कमजोर बनाउन पाइयोस् भने सरकारको जुन तिर्कम छ त्यो तिर्कम फेल खान्छ अब भोलिको आन्दोलन स्वरूप फरक हुन सक्छ हामी पनि समीक्षा गर्छौं भोलि अलि उत्तेजित हुन सक्छ उस्तै परेपछि हामी अनसन बन्न सक्छौं उस्तै परेपछि हामीले घेर्न के रे सांसदहरुको उसमा गएर अनसन पर्ने स्थिति आउन सक्छ हामी शान्तिपूर्ण नै हुन्छ भोलि तर स्वरूप बदलिन सक्छ मेरो सोचाइ हो तर नेतृत्वले के भन्छ हामी नेतृत्वको शासनमै छौं हामीले नेतृत्वले चलाएको आन्दोलनको स्वरूपमै छौं अहिलेसम्म सुत भने सुत्यौं भोकै बस भने भोकै बस्यौं सिटिहाल भने सिटिहाल्यौं चुप लाग भने चुप लाग्यौं नाराबाजी गर्ने त अहिले नेपालका विभिन्न पालिकाहरूले तपाईहरुलाई बोलाइसके तपाईहरु नजानु भएको खण्डमा राजीनामा दिन दबाब आइसक्यो यदि त्यो सुनेर नै तपाईको नेतृत्वले अझै कडा रूपले प्रस्तुत हुनु भनेर त भनिसक्यो आज भनेको छ नेतृत्वले भन्यो भने हामीले मान्छौं त्यही मान्न आएको हामी नेतृत्वप्रति विश्वास मान्छौं विश्वस्त छौं वार्ता सही तरिकाले बढिरहेको छ सरकारले टेडिरहेको छैन बारम्बार हाम्रो यो आन्दोलनलाई हिसिटिउरी गरेको छ खिसी गरेको छ उखान टुका गरेको छ के गरेको छ हामीले बुझिरहेका छौं हैन अब हुँदैन भनेको छ चाहे भने यिनीहरूले रातारात अध्यादेश मार्फत आफूलाई चाहिने ऐनहरू पारित गर्न सक्छन् शिक्षा ऐन समग्र शिक्षा प्रणाली बदल्ने शिक्षा ऐन गणतन्त्रको 53 वर्ष यहाँ सम्म पनि शिक्षा ऐन नबदलिने कुरा हुन्छ गणतन्त्र आइसकेपछि गणतन्त्र शिक्षा ऐन चाहिँदैन त्यो शिक्षा ऐन मागेका छौँ हामीले आफै दिने कुरा हामीले मागिराखेका छौँ वार्ता बारम्बार सम्झौता भएको छ अब यति बेला शिक्षा ऐन जारी गर्छौँ हामी भने अघिल्लो अधिवेशनमा गर्छौँ भनिसकेपछि नगरेको देखेपछि अब आन्दोलन जरुरी छ भने नेतृत्वले शासन गर्यो विभिन्न चरणका आन्दोलन ल्यायौँ त्यो इतिहासले प्रमाणित गर्छ 104 वर्षसम्म नेपालमा पारिवारिक शासन र राणा शासन र त्यो शासनका विरुद्धमा चाहिँ नेपाली जनताले जीवन मरणको सङ्घर्ष गरेर राणा शासन हट्यो मोहन शमशेरले सत्ता छोड्ने बेला त्रिभुवनलाई दिल्लीबाट ल्याउँदाखेरि उनी नाम मात्रको शासक भएर बस्ने प्रतिज्ञा गरे होइन दिल्लीमा अनि काठमाडौँ आएर त्यसपछि मोहन शमशेरले प्रयोग गरेको राज्य सत्ताको प्रयोग त्रिभुवनले गरे कि त्यो 7 सालका चाहिँ आन्दोलनकारी शक्तिहरू राज्य सत्ताको प्रयोग गरे इतिहास थाहा छैन त्यसपछि 17 सालमा भएको घटना के हो 30 वर्षसम्म चाहिँ पारिवारिक चाहिँ शासन तपाईको निरङ्कुश चाहिँ राजतन्त्र चल्यो कि चलेन देशमा त्यसपछि त्यो राजदरबारमा भएको घटनापछि जुन त्यहाँ चाहिँ नयाँ राजा आए नयाँ राजा चाहिँ नाम मात्रको भएर राष्ट्र प्रमुखमा भएर बस्ने कबल गरे होइन त्यसपछि के भयो 59 सालमा अनि चाहिँ 62-63 सालको आन्दोलनले मात्रै तपाईँको चाहिँ त्यो राजतन्त्रको लागि विस्थापन गरेर चाहिँ लोकतन्त्र गणतन्त्र नेपालमा स्थापना भएको हो त्यसकारणले जतिको युवा शिक्षक भन्ने बित्तिकै शिक्षित हुन्छन् हेर्नुस् त तपाईहरु त दम्बका साथ छाती फुल्याएर प्रहरीको अगाडि भिड्नको लागि तयार हुनुभयो एकदम टिट फर ट्याटो
सरकार हामीलाई हाम्रो शिक्षकलाई सरकारले जस्तो किसिमको व्यवहार गर्छ त्यसको हामी प्रतिकार गर्न तयार छौँ। बच्चालाई धेरै भोक लाग्यो भने कराउँछ रुन्छ भन्छन्, तपाईँहरू पनि आखिर यही परिस्थितिमा? त्यो त सरकारले त्यो कुरा बुझ्नुपर्छ। शिक्षकले 25औं दिनसम्म एकदम शान्तिपूर्वक आन्दोलन गरेको हो र अझै पनि गर्नेछ। आफ्नो मागको लागि हामी सडक छोड्नेवाला छैनौँ। तर 26औं दिनमा आउँदाखेरि केही किसिमले आन्दोलनको चाहिँ मोडा चेन्ज भएकै हो। तर यसमा सरकार संयमित हुनुपर्छ नि त विशेष गरेर। अब शिक्षक युवाहरूले चाहिँ कसरी नेतृत्व गर्नुहुन्छ यो आन्दोलनको? भोलिदेखि 26औं दिनमा त यो अवस्था सिर्जना अब सर्वोच्च अदालतले जुन किसिमको चाहिँ एउटा आदेश दिएको छ नेपाल त्यो जुन सकिसकेको अवस्था छ आजको दिनसम्म, र अब हाम्रो आन्दोलनले चाहिँ शान्तिपूर्वक गरिरहँदा पनि हाम्रो चाहिँ कुनै पनि किसिमले चाहिँ सरकारले हाम्रो माग पुरा गरेनन् भने हामी अनसनदेखि लिएर हाम्रा चाहिँ नेतृत्व पङ्क्तिले जे किसिमका चाहिँ आन्दोलनका चाहिँ कार्यक्रमहरू तय गर्नुहुन्छ त्यो किसिममा हामी अगाडि बढ्छौँ। अराजक शैलीहरू अराजक शैली पनि हुनसक्छ, यसमा कुनै पनि दोही मत छैन। हुनसक्छ नैतिकताले दिन्छ, नैतिकताले नदिए तापनि राज्यले गर्नु पनि त नैतिकता चाहियो नि त। राज्य सरकारले चाहिँ नैतिकता देखाउनु पर्दैन? 25औं दिनसम्म शिक्षकहरूले के यहाँ रहरले बसेका हुन् त? तपाईँहरू आफै भन्नुहोस् न। होइन, रहरले त होइन नि त, यो त हामी त करले हो। यो आजको यो झडप पश्चात समाजमा अब के सन्देश जाला शिक्षकहरूबाट पनि यस्तो भयो भनेर? शिक्षकहरूबाट भन्दा पनि सरकारबाट चाहिँ जनताहरू त्यसै पनि वितृष्णित छन्। तपाईँहरूले सुनिसक्नु होला, बिच बिचमा नाराहरू जमिँदै थिए। त्यो नाराहरू जमिनु भनेको नेतृत्व विभिन्न चाहिँ नेपालको ठुला राजनीतिक दलहरूप्रतिको चाहिँ एकदम ठुलो वितृष्णा हो। शिक्षकहरूले पनि यो बुझेछन् राजनीतिले विभिन्न किसिमका घुसपेट नगर्दा हुन्छ। हाम्रो शिक्षक आन्दोलन कुनै पनि हालतमा तुइने छैन। र हाम्रा सम्पूर्ण दर्शकवृन्दहरूलाई म के भन्न चाहन्छु भने शिक्षकहरूबाट सधैँ हामी कहिले पनि शिक्षकहरू नराम्रो बाटो हिँड्दैनौँ। हामी सधैँ हामी एउटा चाहिँ आदर्श व्यक्ति हो। हामी कहिले पनि नराम्रोको पक्ष हिँड्दैनौँ, सकारात्मक हिँड्छौँ। र आज जुन किसिमले सरकारबाट भएको दमनप्रति घोर भर्सना गर्दछौँ र शिक्षकबाट कुनै पनि किसिमको चाहिँ आन्दोलनमा त्यस्ता चाहिँ नराम्रो कार्यहरू भएका छैनन्, जुन चाहिँ टिट फर ट्याट मात्रै हो। के भन्नुहुन्छ गृहप्रति र प्रधानमन्त्रीज्यूलाई? प्रधानमन्त्रीको त कुरा नगरौँ, उहाँ चाहिँ लाज पचेको मान्छे हो। होइन, उहाँलाई चाहिँ म उहाँको नाम पनि लिन चाहदिनँ। होइन, उहाँलाई र गृहमन्त्रीज्यूलाई पनि म के भन्छु भने हाम्रो यता शान्तिपूर्वक आन्दोलनलाई सहयोग गर्नु होला, त प्रहरी दमन चाहिँ नगर्नु हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद। हस्, थ्याङ्क यू। हामी आफ्नो संयमता यदि यस्तै प्रतिकार भयो भने भोलि यो राष्ट्रिय समिति अग्रपन्थीमा रहन्छ। साथीहरू, यो दमनबाट हामी दमनबाट अलिकति पनि हामी निराश उदास नहौँ र हामी आफ्नो आन्दोलनलाई अझै सशक्त बनाउँदै जाउँ र घरमा बसेका साथीहरूलाई पनि अब हामी अहिले हुँदैन भने कहिले पनि हुँदैन। त्यसकारणले साथीहरू सबैलाई फेरि एकचोटि यो काठमाडौँमा जुन साथी यहाँबाट फर्केर जानुभएको छ त्यसलाई हामी पुनः बोलाउँ र आउने 7 दिनमा हामी यो सरकारलाई जिन्दाबाद घेरेर पनि यसपछि 3 मिनेटभित्र आफ्नो भनाइ राखिदिनु होला। प्रगतिशील नेपाल राष्ट्रिय नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको यो 26औं दिनको यो आन्दोलनको कार्यक्रममा सहभागिता जनाउनुहुने आदरणीय सम्पूर्ण मित्रहरू, यहाँहरू सबैलाई संगठनको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट केही भनाइहरू राख्न चाहन्छु। आदरणीय मित्रहरू, हामीले यति धैर्यतापूर्वक र काठमाडौँ केन्द्रित आन्दोलन गरेको आज 26औं दिन भयो। हामीले मागेको सिर्फ अनुरूपको शिक्षा विधेयक पारित गरेर शिक्षा ऐन जारी